हेलो गाइस, अहिले चाहिँ हेर्नुहोस् न, हाम्रो चाहिँ नि 5 बज्न आँट्यो होइन। 5 बज्न आँट्यो भन्दा पनि अहिले अघि 4 बजेर 20 मिनटतिर होला, 20-15 मिनटतिर यस्तो डरलाग्दो चाहिँ भुइँचालो लाग्यो कि बिल्डिङ चाहिँ डल्लै थर्काइदिएको नि। निन्द्रामा भएको मान्छे चाहिँ उठेर नानी लिएर बुढा लिएर चाहिँ भागेको हामी सबजना चाहिँ होइन। दिउँसोदेखिको आउँदै थियो, अलिअलि गरेर आउँदै थियो भुइँचालो। मलाई लाग्दै थियो बेलुका त राम्रोसँग सुत्नुपर्छ, बेलुका त आउँछ होला, तर आउँछ होला। अहिले चाहिँ 3 बजेर 3 मिनट अगाडि पनि आएको रहेछ, त्यो चाहिँ हामीले याद पाएन। अहिले चाहिँ यस्तो डरलाग्दो हल्लाइदियो कि अब बिल्डिङै डल्लै थर्काइदिएको नि। अब हो यो हिमाल पर्वततिर बस्नु चाहिँ डरसरी रहेछ हो। माथि अब सिक्किम रेड जोनमा छ भन्छ। खै तपाईहरु कस्तो हुनुहुन्छ, राम्रोसँगले बस्नुहोस् होला है।